हेलो हेलो नमस्ते हजुरले सबैजनालाई स्वागत छ यो मेरो मिनी भ्लगमा। म चाहिँ रेडी भएर स्कुल हिँडिसकेको थिएँ अनि स्कुल आइसकेर थोरै भिडियो क्लिप बनाएँ। अनि नजिक चाहिँ हाम्रो राम्रो मिस आइसक्नु भएको थियो। थोरै क्लिप पनि लिए। त्यसपछि हाम्रो पियानोको फिजिकल ट्रेनिङ पनि स्टार्ट भइसक्यो। अनि हजुरलाई चाहिँ मैले थोरै थोरै देखाएको छु है। अनि त्यसपछि चाहिँ हामीले एक्जाम छ नि त हाम्रो। अनि एक्जाम हुनुभन्दा अगाडि चाहिँ हामीले त्यसरी क्वेसन्स पेपरहरू लिएर बसिरहेको थियौँ। त्यसपछि हामीले एक्जाम पनि सकिसक्यौँ है। तिनीहरू चाहिँ मैले क्लिप लिन। अनि त्यसपछि हामी जाँदैछु कहाँ हेरिरहनु होला, हामी कहाँ जान्छौँ है। हामी एक्जाम सकिसकेपछि चाहिँ हामी चाहिँ यतिसम्मकै चटपटी खानको लागि भनेर हामी 10-15 मिनटको बाटो चाहिँ हामी लाग्यौँ, म नानी अनि त्यसपछि हाम्रो मिस। हामी चाहिँ चटपटी खानको लागि चाहिँ हिँडिसकेका छौँ। बाटो चाहिँ एकदमै कस्तो ठिकै नराम्रो राम्रो ठिकै छ है, झन्डै लडिएन पनि नजिक चाहिँ होइन। अनि हामी बिस्तारै बिस्तारै पुगिसकेका छौँ। अनि पसलमा चाहिँ पुगिसकेपछि चाहिँ हामी अब चाहिँ चटपटी खाने हो भनेर चाहिँ रमाइँदै थोरै क्लिप लिएको थिएँ। त्यसपछि हाम्रो चटपटी पनि आइसक्यो, पानीपुरी पनि आइसक्यो। चटपटी र पानीपुरी चाहिँ म नानी मिस भएर चाहिँ हामीले खाएको थियौँ। यस्तो जाडोमा पनि चटपटी खाने चाहिँ सायद कमै हुनुहुन्छ होला। हामी चाहिँ जाडो पनि नभनिकन चटपटी र पानीपुरीको लागि गएको थियौँ। त्यसपछि चाहिँ हामीले खाइसकेपछि चाहिँ हामी ब्याक टु फेरि घर आइसक्यौँ है। डाइरेक्ट घरको भिडियो। त्यसपछि घरको भन्दा पनि गोठला गइसक्यौँ हामी। म र नानी चाहिँ गोठलामा गयौँ। त्यसपछि चाहिँ हामी फेरि घर आइसक्यौँ। घर आइसकेपछि चाहिँ बाख्राहरूले खोले। अनि आमाले चाहिँ मकैहरू दिँदै हुनुहुन्छ बाख्राहरूलाई चाहिँ होइन। अनि बाख्राहरूले खाइरहेको छ। अनि त्यसपछि हाम्रो चाहिँ नजिकै एउटा फुल पनि फुलिरहेको थियो। त्यो फुललाई पनि मैले थोरै लिएँ। अनि एउटा कोपिला पनि फुलिरहेको थियो। र अहिलेसम्म हजुरहरूलाई झ्याउ नमानिकन हेरिदिनु भएकोमा सबैजनालाई धन्यवाद।